सुर्खेतकै अग्लो स्थान मानिएको मालिका चुचुरो समुद्र सतहदेखि करिब 2700 मिटरको उचाइमा छ। पूर्वमा जाजरकोट, पश्चिम र उत्तरमा दैलेख, दक्षिणमा सुर्खेत र दैलेखको भूभागले छोएको भएर पनि यस चुचुरोमा रहेको मालिका देवीको प्राचीन मन्दिर विशेष छ। यिनै मालिका देवीको नामबाट यस स्थानको नाम मालिका रहन गएको हो। वर्षभरि नै खुल्ला रहने भए पनि यस मन्दिरमा जनै पूर्णिमाको अघिल्लो दिन विशेष पूजाआजा हुने गर्दछ। डाँडा परि गइसकेपछि मात्र हेर्नु भनेको, डाँडा ओरि नै हेरेपछि उनले चाहिँ सबै सेता भैँसी पछाडि लागेको देखेपछि अनि यहाँ चाहिँ यो विशेष गरी यो लालीकाँडाको यहाँ उगाडा भन्ने ठाउँको हुन् भन्ने कुरा त्यहाँ अगाडिको एउटा पुरानो कुरा सुनिन्छ। ती कुवालाले अनि त्यो सेतो भैँसी पछाडि लागेको देखिसकेपछि अनि त्यो भैँसी अहिलेसम्म पनि त्यो चाहिँ उसको पुस्तासम्म पनि पुस्तौं पुस्तासम्म उनको घरमा चाहिँ सेतो भैँसी रहिरहेको भन्ने यहाँ चाहिँ किम्बदन्ती छ। बर अब यस्तै अब मकै पाएपछि होइन घरको आम्दानी त्यहाँबाट काँक्रा पाएपछि छोरी हुन्छ अनि अब निमिलाहरू पाउँदा अब छोराहरू हुन्छ नपाए पनि छोरै हुन्छ। मालिका मन्दिरसँगै चिङ्गाट खोलाको मुहानको रूपमा रहेको बुरुसे झरना, पोखराको डेभिड फल्स जस्तै देखिने घनघने छहरो, गुफा, उत्तर दिशा भएर बग्ने उत्तर गंगा खोला यस क्षेत्रका आकर्षण हुन्। समशीतोष्ण हावापानी रहेको यो क्षेत्र जैविक विविधताले पनि भरिपूर्ण छ। उच्च पहाडीदेखि हिमाली क्षेत्रमा पाइने वनस्पति, जंगली जनावर, चराचुरुङ्गी तथा जडीबुटीहरू यस क्षेत्रमा पाइन्छन्। जंगल पनि प्रशस्तै भएको हुनाले जनावरहरू पनि प्रशस्तै पाइने भएकोले जनावर सम्बन्धीको र जंगल सम्बन्धीको पार्क निर्माण कसरी गर्न सकिन्छ त्यसको एउटा गुरु योजना तयार गर्ने मेन हामीले अहिले बजेट छुट्याएका छौं र त्यो अनुसार जाने प्रक्रिया थालेका छौं। मालिका मन्दिर पुग्नका लागि हालै दक्षिणतर्फबाट 500 बढी सिडी निर्माण गरिएको छ। जैविक विविधता र धार्मिक महत्वले भरिपूर्ण मालिका क्षेत्रको संरक्षण र प्रवर्धन गरी प्रचार प्रसार गर्न सके सुर्खेत, दैलेख र जाजरकोटको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्नेछ। न्यूज 24 टेलिभिजनका लागि सुर्खेतबाट टिभी जर्नलिस्ट गोविन्द खत्रीको रिपोर्ट।